देब्रेमा आउँछ आउनु है। केटाले त झन् सिद्धि यार बम छ तपाईसँग छैन नि एउटा भएको फेलिदिहाले। आउनु भन्दै फुटाइदियो सुई हान्नु दिनुपर्ने रहेछ यार। कि लाउँथेँ नि एउटा बाइक छ त कहाँ छ त्यो यो बाँकीको छ मैले त सिधै पो भनेको हाम्रो चाहिँ एकजना सिद्धि रहेछ होइन त्यो एकजना मात्रै छ होइन अब कहाँ रहेछ मैले त देखेन यार। ए मुनि रहेछ देख्नुभयो त यहाँ मुनि छ हान्न नेट भन्ने यस्तो टेढो जान्छ सधैँ खतम भयो त भाइ पनि अलि राम्रो बनाउनु पऱ्यो भिडियो। यहीँबाट हान्ने कि उनीहरू के लगान्छ हेर्ने त यतै बस्दा पनि हुँदैन तिनीहरू आइहाल्छ कतै ल त्यो पनि गयो वाल लगाउँदा त दाइको म आइसकेँ त्यहाँ मैले लगाइसकेँ कतातिर रहेछ तिनीहरू ए गयो फेरि हान्नु पहिला त्यो हान्नु नि त ए त्यसले के गरिरहेछ गऱ्यो त्यसले मैले सुई हानेको ए त्यसलाई पहिला हाने भए त्यो दुइटै जान्थ्यो ठ्याक्कै यहाँ यहीँ आएछ यहीँ माथि कहाँ त है सिद्धेन म त कि तपाईँकै पछाडि खै त म सिद्धिसक्यो हो र ल त्यसलाई पनि ठहरै पाऱ्यो नि त अब तपाईँ मात्र 4 नम्बरको नेटै रहेन क्वार्टर किल हान्नु सक्नुहुन्छ अब गयो हो एक सेकेन्ड है अलिक प्रो रहेछ तिनीहरूको 2 नम्बर यसमा त कुन गन युज गर्नुपर्छ यो र यो सुई अघि युज गर्नुपर्ने रहेछ है छ्या खोइ त हाम्रो 3 जना मात्र 4 नम्बर खोइ ब्याग भयो जस्तो छ त्यही भएर पो हामी हारे रहेछ है एकजनालाई पनि धेरै भर हुन्छ नि यहाँ अगाडि आयो भन है त हान्नु है त म सुई लाउँदैछ है यता पछाडिबाट नि आयो यार यता तलबाट हामी अघि आएको ठाउँबाट नि आयो त झन्न सिधै 4 नम्बर नुब्दैन रहेछ त्यही भयो साला तल पनि भित्रै छिरेर मार्दिन्छु हत्तरको छ्या के हो त ल्याग चले यार फोन पनि सिद्धि हो कतिजना बाँकी छ ए भोलाई इन्सटली गरेको ल क्वार्टर पो हुन्छ कि हो आत्महत्या नै गरे जस्तो छ भएन एउटा